near college, I chose my school where I studied because Johnson is well-known college and school around the area because of their quality and better education. Johnson, I don't think I have to say more about Johnson because you all are the student and the reasons are the witness for our quality education. At last but not the least, we need you and you need us. And this is our core belief. Thank you. मैले पनि मेरो एससीको रिजल्ट आइसक्दाखेरि 3 महिनाको छुट्टीपछि धेरैजना टिचरहरू आउनु भएको थियो। एकजना अब यही हाम्रै परिवारको स्कुलको आउनु भएको थियो, तर नाम चाहिँ लिँदिनँ। तर उहाँहरूले चाहिँ मलाई आएर के भन्नुभयो भने, नानी तिमी किन जङ्सन लिन्छौ, जङ्सनमा के छ र त्यस्तो। तर मलाई त मैले आफू पढेको स्कुल हो, मलाई थाहा हुन्छ कस्तो छ भनेर। तिनीहरूले अब त्यहाँ टिचरहरूले आफ्नो तिनीहरू कलेज किन जोइन गर्नुको अलावा तिमी किन जङ्सन चुज गर्छौ, किन सबै नराम्रो कुरा भनेको। तर म त यहीँको स्टुडेन्ट हो, मलाई थाहा छ यहाँको एजुकेसन कस्तो छ, यहाँको टिचरहरू कस्तो हुनुहुन्छ, इन्भाइरोमेन्ट कस्तो छ। तपाईँहरूलाई पनि धेरैजनालाई त्यस्तो आयो होला, एकछिनको लागि त ब्रेन वास पनि हुन्छ होला, किन चुज गरेर अब एउटा राम्रो यस्तो स्कलरसिप स्किमहरू दिनुहुन्छ। तपाईँहरूलाई लाग्छ कि अब यहाँ त राम्रो दिनुहुन्छ, फ्रीमा पढाइदिनुहुन्छ भन्ने एकछिन लाग्छ। तर अब यति नै राम्रो हुनुहुन्छ भने त नाम कमाएर आफ्नो गुडविलले गरेर आफै जानुपर्ने हुन्छ। किन आएर घरको ढोकामा आएर ए हाम्रो स्कुल त राम्रो छ भन्नुपर्ने नै हुँदैन, किनभने क्वालिटी र गुडविल भनेको आफै क्रिएट हुन्छ, त्यो क्रिएट गरिराख्नै पर्दैन। द्याट्स वाइ आई सजेस्ट अल अफ यु टु चुज वाइजली। अब मान्छेहरूको कुरामा आएर त्यसरी जसले आएर स्कुलमा घरमा आएर भिजिट गरेर नानी यहाँ ल्याऊ त्यो ल्याऊ भनेर गरेकोमा भन्दा आफूलाई के राम्रो लाग्छ र आफूलाई के बेस्ट हो त्यही चुज गर्न म सजेस्ट गर्छु। थ्याङ्क यू।